एकातिर लेकको शीतल स्पर्श, अर्कोतिर बेसीको जीवन्त लय। बादलले ढाक्दा रहस्यझै लाग्ने, घामले छुँदा सुनझै चम्किने, यही सङ्गममा धड्किरहेको छ सर्मी गाउँको जीवन। भिरहरू यहाँ चुनौतीका प्रतीक हुन्, पाखाहरू मेहनतका परिचय। गाउँको बीचमा उभिएको देवदारको विशाल रुख वर्षौंको इतिहासको साक्षी बनेर पुस्तादेखि पुस्तासम्मको विश्वास जोगाइरहेको छ। गाउँको छेउबाट बग्ने भेरीखोला नदीको किनारमा जुम्ला र जाजरकोट जोड्ने सडकको अस्तित्व छ। यो सडक केवल बाटो होइन, सम्बन्ध, सम्भावना र विकासको सेतु हो। भुरीचुल्ला मालिकाको आशीर्वाद, भेरीखोलाको सङ्गीत अनि सर्मी गाउँको सुन्दर मुस्कानले मलाई बच्चैदेखि बाँधिरह्यो। धड्कनले लय नछोडोस्, आयुले साथ दिइरहोस्। हेलो भेरीखोला, फेरि भेटौँला, नमस्कार।